साथीहरू हेर्नुहोस् त आज चाहिँ तपाईँलाई के देखाइरहेको छु। यो चाहिँ जुन चाहिँ यो सुपारी फुल छ नि त्यो चाहिँ तपाईँले नफ्याँक्नुहोस् है, एकदमै कामको चिज रहेछ है। पहिला चाहिँ एउटा भाँडामा चाहिँ मजाले त्यो फुललाई धुइवरी हालेर चाहिँ भक 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 मजाले उमाल्नुहोस् हो। अनि उमालेर चाहिँ यसलाई चाहिँ अब जसको कलर आउँछ नि तबसम्म चाहिँ मजाले यसरी हेर्नुहोस् त उमाल्नुपर्छ हो। यो यो चाहिँ चिया हो। यो चाहिँ एउटा हर्बल टी जस्तो रहेछ। यो चाहिँ स्किनको लागि राम्रो, मेटाबोलिजमहरू बढाउनुमा है यस्तो राम्रो रहेछ। अन्त मैले चाहिँ अब हामी त गाउँ बस्तीमा पाइरहन्छ है, त्यही कारण चाहिँ मैले यो ल्याएर यसरी चिया बनाएँ हो। अनि तारेर चाहिँ खानु सुरु गरिरहेको छु हो। स्किनको लागि अब बुढी हुँदै गयो नि त है, अन्त त्यही कारण चाहिँ खानु सुरु गरेको छु। तपाईँहरूको घरमा पनि यो सुपारी फुल छ भने चाहिँ तपाईँले खानु सक्नुहुन्छ। यसमा चाहिँ कुनै टेस्ट हुँदैन रहेछ, केही टेस्ट पानी खाएको जस्तै हुँदो रहेछ, तर कलर हेर्नु के राम्रो है। अहिले चाहिँ मैले बिहान बिहान यो खान थालेको छु है, राम्रो हुनुको लागि। तपाईँहरूले पनि खानु सक्नुहुन्छ हो। टेस्ट चाहिँ केही पनि आउँदैन, तर कलर चाहिँ दामी छ। अन्त यसको फाइदा पनि पुरै छ, तपाईँहरूले पनि खानु सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।